छोरी मान्छेका लागि दरो कानुन लेख बालेन शाह। स्टाटस होइन। यदि अस्मिता र प्राण लुटेर जङ्गलमा फालिएको मृत शरीरमाथि स्टाटसको कालो कात्रो ओढाउन खोज्छौ भने, अन्धो कानुनको आँखामा लागेको कालो पट्टी उतार्नु भन्दा किबोर्डको कालो मसीले होली खेल्नमा रमाउँछौ भने प्रधानमन्त्रीको दावेदारी त्यागेर डाइपर लगाएर आऊ। तिमी र म सँगै आमरण अनसन बसौँ इनिसा बिकाको न्यायको लागि। म च्यालेन्ज गर्छु बालेन्द्र शाह उर्फ बालेनलाई। झापा 5 मा केपी ओलीलाई हराए जतिको सजिलो कदापि हुने छैन तिमीलाई मलाई हराउन। तिमी 4 दिन अनसन बस्यौ भने म 14 दिन बस्छु। तिमी सुतेर बस्छौ भने म उभिएर बसिदिन्छु। हामीले पहिला तिमीलाई प्रधानमन्त्री मानेर पछि जेनजी विद्रोह गरेका हौँ। तिमी यस्तो हृदय विदारक घटना हुँदा देश र जनताका नाममा एड्रेस गर्न नसक्ने तिमीले नमिता सुनिता निर्मला पन्तको फाइल खोल्छौ भनेर आशा गर्नु भनेको नेपाली जनता गुमा डुबेर मर्नु सर हो। आफ्नो श्रीमतीको पीडामा सिंहदरबार चलाउने धम्की दिने तर एउटी आमाको आँखाबाट आँसु होइन लहु बगेको नदेख्ने तिम्रो कस्तो बिजन हो। तिमी अन्यायमा परेर मृत्यु वरण गर्नेका लागि पनि त्यति नै भावी प्रधानमन्त्री हौ जति जिउँदा जनताका लागि। एक्सनको टाइममा किन स्टाटसको रियाक्सन दिन्छौ? तिम्रो यस्तै पारा हो भने फेरि भन्ली स्टाटस लेखेर देश बन्छ भनेर सुनिता दङ्गालले। कलिला बालबालिकाको रगतको भेल तरेर योगा र डान्स गर्नका लागि सदन छिरेका हौ भने तिम्रो भिजनलाई पनि हार्दिक श्रद्धाञ्जली।